हेलो गाइज वेलकम हैन मेरो न्यू भ्लगमा। मेरो नाम चाहिँ हरिश हो हैन। म चाहिँ एउटा सानो भ्लग बनाउँदैछु आज हैन। धनगढीमा लास्ट चिसो छ गाइज हैन। अनि हामी आज चाहिँ माछा किन्न गइरहेछौँ हैन। अनि सँगै मसँग दनिशजी गइरहेछन् हाई गर्नु। अनि हामी चाहिँ आज हजुरलाई प्रत्यक्ष कसरी माछा काट्छन्, कसरी कतिको दुःख हुन्छ भन्ने कुराहरू हामी देखाउँछौँ हजुरलाई आज। अनि खै पुरै भिडियो हेरिदिनु होला, माया गरिदिनु, माया देखाइदिनु होला। ल गाइज बाई बाई। हामी फाइनली पुगिसकेका छौँ होइन, माछा किन्न फाइनली पुगिसकेका छौँ होइन गाइज। हेर्नु सक्नुहुन्छ माछा हेर्नु होइन, सक्नुहुन्छ अलग अलग किसिमका माछा हेर्नु, धेरै किसिमका माछा हेर्नु गाइज। हामीले चाहिँ कुटी माछा लग्यो हो, सस्तो खानेवाला अब सस्तै छ होइन। 350 मा 1 केजी हाल्छ कि हेर्नु सक्नुहुन्छ। यस्तो जुत्थो गरेर काट्छन् होइन चिसोमा होइन। अर्को यति हो होइन गाइज। अब म जाने बेला बाटोमा देखाउँछु अब कस्तो कस्तो हुन्छ धनगढीको चिसो मौसम। हामी फाइनली माछा किनेर घरतिर जान लागेको भर्खर हामी अब लभली चौक पुगिसकेका छौँ। देखाउन गइरहेको छौँ धनगढी मट्यारी जाइ जाने लभली चौक गइरहेको होइन गाइज। यस्तो हामी त अब हिँडिरहेको लास्टै जाडो छ होइन। त्यति नै हो।